खै त अन्त लो न हाम्रो छोरी चेलीको तिनीहरूको आजदेखि ठाडो हुनुपर्छ सही हो खै त अन्त अरू पनि अहिले खै उब्रेको खै उब्रेको अरू खै ल जेठा पनि उब्र अब खै अन्त आजदेखि ठाडोको ठाडो यतातिर के छ सबै भुत पेरा ल राम्रो भयो ल कुखुरा पनि पर्स्यो ल अब यहाँ काटो ल अब यहाँनिर होइन ऊ दाइले छोरीले भए ऊ लडाइदिन्छ कि माथिल्लो खण्ड पो राख्नु ल कस्तो मक हो यो कस्तो राति ए चामलसँग गर्छ अलि भरेर उब्रेको होला त्यो नमिसँग अहिले भरे यो टक्कर आएको ठाउँमा भर्नु ल अब पुर्खा भनेको जाँदैन हो दादार होइन बा हामी जान्दैनौँ न पनि के यस्तो गरेको पनि छैन सिधो पनि जाने आचार पर्दैन ऊ त्यही सङ्घारमा दाइले काटी मात्रै दिने फेरि बुहारीले त फेरि उ गर्नु पर्यो नि कुखुरा चाहिँ बाहिर फाल्दिने होइन टाउको गरेर चाहिँ फेरि छादी त्यसले टाउको चाहिँ पक्रेर यसरी फेरि नचाउनु पर्यो टाउको चाहिँ पक्रिदिनु नि टाउको पक्रिदिनु काटिसकेपछि खै ल अच्छा चलो यतातिर उता सबै भुत प्रेत भागा भाइ पल्लो घर पछि हिँड्नु ल सबै पल्लो घर दुईजनाकै बुढाबुढीकै यहाँ गर्छ ल यता खोइ बत्ती ल जेठा पनि सबै तपाईँ त उप्री उब्रा जेठालाई पानी छम्किदिनु हो त्यो यता पनि सबै खोइ हाम्रो पनि ल ठिक भयो भोलि खानु खप्पै